मैले खुवाउनु मैले हो पाल्ने मयाई अब घरबार सम्हाल्ने भन्दै निकै रमाइलो दोहोरी बेहुलाको घरमा गएर रेणुका भट्टराईले गाइन्। घर परिवारमा चल्यो खुसीको माहौल। यति बेला रेणुका भट्टराई एकदमै खुसी देखिन्छन्। उनले मनले चाहे जस्तो श्रीमान पाएछु भन्दै निकै खुसी भएको हामी देख्न सकिन्छ। माइती घर छोड्दा उनी एकदमै भावुक थिइन्। यति बेला भने उनको मुहारमा खुसी देख्न सकिन्छ। आउनुहोस् आज हामी यसै विषयमा रहेर पुरा चर्चा गर्नेछौँ। यो भिडियो अन्तिम समय हेर्न पनि नभुल्नुहोला। साथै हाम्रो च्यानलमा भर्खरै मात्र भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू। पछिल्लो समयकी एकदमै चर्चित गायिका हुन् रेणुका भट्टराई। उनले गाएका हरेक लाइभ दोहोरीहरू यति बेला सामाजिक सञ्जालमा निकै भाइरल बन्न पुगेको छ। यति बेला उनको विवाहको भिडियो सामाजिक सञ्जालमा निकै चर्चा छाएको छ। उनले लाइभ दोहोरी सँगसँगै बेहुली भएर गाएको शब्दले सबै दर्शक खुसी हुँदै उनलाई बिहेको शुभकामना पनि दिइरहेका छन्। उनको घरमा यति बेला निकै रमाइलोका साथ सबै आफन्तीजन, इष्टमित्र, साथीभाइहरू छमछमी नाचिरहेका छन्। बेहुलीको भेषमा रेणुका भट्टराईले दोहोरी गाउँदा बेहुला समेत मक्ख परेर सबै दर्शक खुसी हुँदै त्यहाँ छमछमी नाचिरहेका थिए। यति बेला भने रेणुका भट्टराई निकै खुसी देखिन्छन्। त्यस्तै गरी अस्मिता डल्लाकोटीले पनि त्यस्तै दोहोरी गाएपछि सबै दर्शक खुसी बनेका थिए। त्यहाँको माहौल एकदमै खुसी थियो। यति बेला रेणुका भट्टराई आफ्नै घरमा निकै खुसीका साथ आफ्नो रीतिरिवाज गरिरहेका छन्। यता भने सबै दर्शकले रेणुका भट्टराईलाई बिहेको शुभकामना आदान प्रदान सामाजिक सञ्जालबाट गरिरहेका छन्। रेणुका भट्टराईको बिहेमा थुप्रै कलाकार साथीहरू आइसकेका थिए। रेणुका भट्टराईलाई बिदाई गर्दा त्यहाँका आमाबुवा, सबै साथीभाइ, दिदीबहिनी, आमाबुवाको सबैको आँखाभरि आँसु थियो। उनी बिदाई क्रममा धेरै रोएर सबैलाई भावुक बनाएकी थिइन्। यति बेला भने उनी आफ्नै घरमा निकै खुसी भएको पनि हामी देख्न सकिन्छ। रेणुका भट्टराई देश तथा विदेशमा भइरहेका हरेक सांस्कृतिक कार्यक्रममा सहभागी भई सबै दर्शकलाई नचाउँदै र हँसाउँदै आइरहेकी थिइन्। उनी जहाँ जान्छन् त्यहाँ बाजा गाजासहित उनलाई भव्यसँग सांस्कृतिक कार्यक्रममा सहभागी भएको हामी देख्न सकिन्थ्यो। रेणुका भट्टराईले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेर सबै दर्शकको मन जित्न सफल भइरहेकी गायिका हुन्। उनी देश तथा विदेशमा भइरहेका हरेक सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्छिन्। यति बेला भने उनलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ। यति बेला सामाजिक सञ्जालमा उनको बिहेको चर्चा निकै भइरहेको छ। उनलाई शुभकामना दिनेहरूको यति बेला ऐरो नै लागिरहेको छ। आदरणीय दर्शकबिन, यो भिडियो कुन देशबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन पनि नभुल्नुहोला। अहिले पनि भिडियोको अन्तिममा छुट्टिन्छौँ। हस्त नमस्ते, जय नेपाल, जय सङ्गीत।